नमस्ते साथीहरू सबजनालाई हाम्रो नेपाली जनता 3 करोड जनताहरूलाई मलाई एउटा सानो कुरा भन्न मन लाग्यो। त्यो 3 कुनेको आन्दोलनमा त्यत्रो क्षति भयो निजी घरहरू त्यसरी गए, निजी सम्पत्ति त्यत्रो गयो, त्यत्रो आन्दोलनकारी पनि घाइते भए, देशको सहनशील जुन हाम्रो सुरक्षा गर्ने प्रहरीहरू त्यत्रो घाइते हुनुभयो, उहाँहरू लेडिजको त एकजना खपरै फुटेर कस्तो बेहोस हुनुभयो, त्यत्रो भयो। त्यो दुर्गा चोरले गर्दाखेरि घेरा तोड्दाखेरि चाहिँ तपाईँको त्यो के अरे त्यत्रो आन्दोलनको मुड अलगतिर गयो। त्यस कारणले गर्दाखेरि त्यत्रो निजी सम्पत्तिहरू डङ अर्का घर दुःख गरेर बनाएको घरहरू चाहिँ त्यत्रो ध्वस्त भयो। मान्छेलाई पत्रकार जस्तो सहनशील एउटा व्यक्तिलाई उसले भिडियो उसको अधिकार पनि प्रयोग गरेर दिएर घरभित्र थुनिकन ताल चलाएर चाहिँ उसलाई जिउँदै जलाइयो। आन्दोलनकारीलाई पनि गोली लाग्यो, 2-2जनाको ज्यान गयो। अब ज्ञानेन्द्र चोरलाई अहिले सुरक्षा दिएर अर्को चाहिँ के अरे सुरक्षा दिएर राखेको छ सरकारले। ती सुरक्षा त निकालिदिनु पर्यो त्यहाँबाट। त्यसलाई त्यो सुरक्षातिर के काम छ त्यसलाई? त्यो आन्दोलन गर्ने भनेर फिल्डमा आएर उत्रिने हो, चुनाव लड्ने हो, बहुदलीय व्यवस्था हो यो। जसले जे गर्दा पनि हुन्छ भन्ने हुँदैन नि। कानुन सम्बन्धी आएर बहुदलको व्यवस्थाको अन्तर्गतमा बसेर चुनावको मैदानमा लडेर राष्ट्रपति बन्न नि पायो, मन्त्री बन्न नि पायो, उसको बहुमत जुटाएर जति पनि जे पनि गर्न पायो नि। उसको 2/3 बहुमत ल्याएर त उसले सबै संविधान चेन्ज गर्न पायो नि त। यो ज्ञान त त्यसरी बसेर आदेश दिँदैमा जनता, हामी जस्ता मूर्ख जनता सबै त्यसका पछि लागेर सबजना जनताहरू जतिजना हामी मूर्ख मान्छे हौँ हामी पनि, तर जनता सबै यस्तो मूर्ख नबनिदिनु होला। किनकि बहुदल व्यवस्था छ, जनताका स्वरूप प्रधानमन्त्री हुन पाउने छ। राजतन्त्र हामीलाई किन चाहियो? अहिले राजतन्त्रको हामीलाई के काम छ? जुन कुरा त लगेर गाडिसक्यो राजतन्त्र त मासिसकेको हामीले त। अब राजतन्त्र आउने त चाहना छैन। अब फेरि राजा आएर राजाको राज्य होला भन्ने त हामीले नसोचे पनि हुन्छ। अब बहुदलमा त्यस्तो हुँदैन। अब किनकि अब जनताले हामी जस्ताले त भोगेका छौँ, पञ्चायतकालदेखि भोगेर आएका छौँ। कस्तो थियो शासन, के थियो, पञ्चेहरूले के गर्थे, कसो गर्थे त हामीले सोचेका छौँ, थाहा पाएका छौँ। नवराज सुवेदी चोर त मेरो गाउँको हो, रामेछाप जिल्लाको हो नवराज सुवेदी चोर त। त्यो चोरले हाम्रो रामेछापमा के गर्यो र? दुनियाँ हाम्रो भोट लिएर आएर यहाँ जितेर दुनियाँ ठगी धन्दा गरेर सम्पत्ति कमाएर काठमाडौँमा घर बनाएर के थियो र त्यसको पहिले यहाँ नवराज चोरको त उहाँ त केही पनि थिएन। अब अहिले आएर नवराज चोरलाई नै ज्ञानेन्द्रले चाहिँ संयोजक बनायो, त्यत्रो आन्दोलन गरायो, त्यत्रो भाटभटिनी डङ दिउँसै लुटिए, दुनियाँ सर्वसाधारणको घर टुटाइयो, फुटाइयो, त्यत्रो सिसा फुटाइयो, हरेक गरियो। त्यत्रो हाम्रो चाहिँ के अरे जडीबुटीको त्यो कम्पनीले तोडफोड गरियो, त्यत्रो गाडी नष्ट बनाइयो। त्यो सबै उग्र रूप लिएर यो दुर्गा प्रसादले जेल हाल्नुपर्छ, ज्ञानेन्द्रलाई जेल हाल्नुपर्छ। यिनीहरूलाई जेल नहालिकन किन सुरक्षा दिएर राख्ने? यो सरकार राम्रो खालको सरकार भए त त्यो दुर्गा प्रसादलाई जेल हाल्थ्यो नि त्यतिखेर समाएर। यो मोदी पनि बेचन झा जस्ता घरमा बसेर पुँजीवादीको सरकार हो यो सरकारले पनि राम्रो चाहिँ होइन। यो सरकार राम्रो चाहिँ छैन, गरिबको सरकार चाहिँ होइन। हामीले यो सरकारबाट आशा चाहिँ गर्नु केही पनि छैन। तर जनता सुध्रेर राम्रा नेता छानेर हामीले अबदेखि हामी केही पैसामा, हामी रक्सीमा, मासुमा, चिउरामा नबिकिकन स्वच्छ छविका स्वच्छ नेताहरू जस्तो बालेन जस्ता, अब हाम्रो रवि दाई जस्ता, अब एमाले पनि धेरै राम्रा नेताहरू छन्, गगनहरू पनि छन्। तर गगनहरू बोल्ने मात्रै हुन्, यिनीहरूको आफ्नो टिम छ, उनीहरू पुँजीवादीकै हुन्। त्यस्ता छानेर गर्नुपर्छ। तर ज्ञानेन्द्र सरकारलाई चाहिँ जेल हाल्नुपर्छ र ज्ञानेन्द्रलाई जेल हालेर तुरुन्तै छानबिन गर्न पर्यो। सरकार पक्षकै घुसपेच भए पनि सरकारको मान्छे पनि समाउनु पर्यो। अब कुनै कार्यकर्ता सरकारी नै हो भने त्यसलाई पनि कारबाही गर्न पर्यो। त्यसरी चाहिँ छाडा छोडेर त्यस्तो गर्यो भने यो व्यवस्था के व्यवस्था हो? यस्तो व्यवस्थाले त हामी जनता त कहिले उँभो लाग्दैन। बाँकी रह्यो राजेन्द्र लिङ्गदेनले हाम्रो होइन, सरकारले पक्ष गर्नुपर्छ। राजा थुनेर छोरा हेर्दा राजा छुन नआउने के हो? राजेन्द्र लिङ्गदेन त जहाँ भए पनि, त जोसुकै भए पनि तेरो राजा छुन नआउने के हो? तेरो राजा तेरो घरमा राख्न। राजा छुन नआउने भन्ने हुन्छ ज्यान मारी राजा। त्यो राजा पहिले पनि त 17-18 हजार मारेकै नि त्यसले नमारेको। हामी जस्ता गाउँमा बुझेर हेर्न, गाउँमा बुझेर हेर्नुपर्छ राजेन्द्र लिङ्गदेनजी। तपाईँले गाउँमा सर्वसाधारणलाई मारेको छ त्यतिखेर आर्मी गएर। एउटा कसैको सोराकीको भरमा माओवादी है भन्ने बित्तिकै गोली ठोकेको छ। हामीलाई पनि थाहा छ नि त्यो कुरा, हामीलाई थाहा छैन? त्यसले चाहिँ मारेको छैन मान्छे त्यसका पालामा चाहिँ। राजा चाहिँ त्यति चोखो हो र पहिलाको जस्तो? पहिला चाहिँ राजा चोखै बसेको थियो र? माओवादीको नाम हो भनेर कसैले सुराकी लगाइदियो भनेदेखि मारिदिन्थ्यो राजाले सिधा आर्मी त गएर। हाम्रा कतिपय मान्छे हाम्रो गाउँको मरिरहेछन्, त हामीलाई पो थाहा छ त।